हेलो नमस्ते फेरि पनि सबैजनालाई त यति बेला त सबैजना नेपालमा भएको साथीहरू सुतिसक्नुभयो होला, सुतिरहनु मस्त निन्द्रामा हुनुहुन्छ होला। मनैदेखि माया छ है, फेरि पनि सम्झिराखेको छु। म फेरि पनि त्यही हिजो आएको बाटो आएँ, किनकि तपाईँहरूलाई थाहा छ मेरो साथी हुनुहुन्न, त्यही भएर चाहिँ म हिजो आएको बाटो आउनु पर्यो। त्यहाँबाट आएपछि तपाईँहरूलाई थाहा छ, मैले हिजो भिडियोमा भनिसकेको छु, कुकुरले लखट्छ, कुकुरले टोक्छ होइन। त्यही भएर चाहिँ म फेरि आज यहाँबाट माथिबाट घुमेर आएको छु। आज चाहिँ अलिक चाँडै छुट्टी भयो भनौँ न होइन। सधैँ 11:30 बजी वहीँबाट बन्द गरेर आउनु पर्थ्यो। आज चाहिँ चाँडै चिकन छिटो खतम भयो, अनि त्यसपछि टक्क आउन चाहिँ पाइयो भनौँ न। त्यही हो साथीहरू, अब के भन्नु होइन। सबैजनालाई मिठो माया छ है, सबैजनाले साथ सपोर्ट गरिदिनु होला है। अब के गर्नु, यस्तै छ। सबैजनाले फेसबुकमा साथीहरू जोडिनु भएको साथीहरूले सबैजनाले सपोर्ट गरिदिनु होला है। सबैजना एक अर्कामा आत्मसाथ होइन सपोर्ट गर्दै अगाडि बढेपछि चाहिँ पक्कै पनि राम्रो हुन्छ होला है। सबैजनाले माया गरिदिनु होला, मिठो माया राखिदिनु होला होइन, माया देखाइदिनु होला सबैजनाले। यो यहाँ सुतिरहेको छ आज पनि, यो चाहिँ कुकुर हो होइन। यसको जिन्दगी पनि अब यस्तै छ, रातभरि यस्तो बाटोमा सुत्छ। त्यहाँ हेर्नुहोस्, भन्छ नि यसो कुकुरको जिन्दगी ठिक छ कि। त्यसभरि भुको हल्लो राति भयो भने यसरी सुत्यो, जिन्दगी चाहिँ यिनीहरूकै राम्रो छ जस्तो लाग्छ मलाई। मान्छेको जुनी पनि ठिकै हो हुन त होइन, तर अलिकति हाम्रो चाहिँ सङ्घर्षशील होइन। सङ्घर्ष त सबैले गर्नु पर्छ होइन। कुकुरहरूले पनि अनि अन्य जनावरहरूले पनि खानको लागि चाहिँ सङ्घर्ष गरेकै हुन्छ, सङ्घर्ष गर्नै पर्छ। उनीहरूले पनि कति कहाँ गएर बस्छ, तर सबैको कठिनाइ नै हुन्छ। देख्दा मात्र हो, हामीले देख्दा मात्र हो सबैको यसको जिन्दगी राम्रो छ, उसको जिन्दगी राम्रो छ भन्ने एउटा त्यो लाग्छ। त्यही हो साथीहरू होइन। सबैजनालाई मिठो माया छ, सबैजनाले माया देखाइदिनु होला फेसबुकमा। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भिडियोलाई चाहिँ फुल वाच गर्ने बानी बसाल्नु होला कि मैले जस्तै सबैजनाको भिडियोलाई फुल वाच गर्ने, लाइक कमेन्ट गर्नु होला कि। यसो गर्दा चाहिँ सबैले राम्रो हुन्छ कि, तपाईँलाई मलाई सबैजनालाई राम्रो हुन्छ। आज त अलि चाँडै आइएको छ, खुसी लागिरहेछ। अब तपाईँको भोलिदेखि त फेरि अब आज 28 नेपालको, भोलि 29, पर्सि 30 गते त फेरि नयाँ साल लाग्दैछ होइन। 83 साल लाग्दैछ। अब नयाँ साल, नयाँ वर्ष, नयाँ उमङ्ग, नयाँ जोस, नयाँ जागर होइन। फेरि सबैजना साथीहरू अब नेपालमा धेरै ठाउँमा त अब आजभोलि घुम्न जाने चलन छ। नयाँ साल 1 गते होइन। सबैजना आफ्नो तरिकाले नयाँ साल मनाउनु होला। नयाँ सालमा चाहिँ सबभन्दा एकदम राम्रो गर्ने प्रयास गर्नु होला सबैले। त्यही हो, सबैजनालाई मिठो माया छ है, माया देखाइदिनु होला। त्यही नै भन्न चाहे ल। र अन्तिममा लास्टमा चाहिँ नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ सबै नेपाली दाजुभाइ दिदीबहिनी, देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो सात समुद्रवारीबाट मिठो माया होइन शुभकामना भन्न चाहे है त। ल यति नै, बाँकी भिडियो चाहिँ
पछि आउँछ फेरि बेला बेलामा आइरहेको छ। अब पहिलोचोटि भ्लग बनाएको होइन, जानी नजानी बनाइराखेको छु। तपाईँहरूले पनि माया देखाइदिनु होला होइन। यो डाक्टर बाची हो कि यहाँ चाहिँ फेरि ऊ तपाईँको बच्चा नहुने महिलाहरूको लागि चाहिँ अब कृत्रिम गर्भधारण के भन्छ नि, त्यो अरूको शुक्रकेटलाई अब गर्भमा राखेर बच्चा पाउने सुविधा चाहिँ यहाँ छ। कसैलाई त्यस्तो छ भने चाहिँ यो यहाँ आउँदा राम्रो छ, एकदम राम्रो छ। हामी जाने बाटोतिर हो, यो रोडमा अब अँध्यारो छ होइन, गाडीहरू आउने जाने क्रम भइरहेको छ। अब त्यही हो, अब यहाँ बाटोमा हिँड्दाखेरि धेरै डिस्टर्ब हुन्छ, धेरै आवाजहरू इधर उधर आउँछ होइन। ल साथीहरू त्यही नै हो, सबैजनालाई माया छ, मिठो माया है। मेरो पनि युट्युब च्यानल छ, युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला, फेसबुकलाई माया गरिदिनु होला सबैजनाले। टिकटक छ, टिकटकमा गएर माया गरिदिनु होला, फलो गरिदिनु होला होइन। लाइक कमेन्ट गरिदिनु होला सबैजनाले। मेरो टिकटकमा चाहिँ धेरै आइडी फ्रिज भएको छ, खै किन हो होइन। केही कन्टेन्टहरू बनाउनु नपाएर हो कि कस्तो, अब राम्रो राम्रो कन्टेन्टहरू बनाउनु नसकेर हो कि के। अब सबैको देशभरि भनौँ न, बिहान 10 बजी राति 12 बजीसम्म काम गर्नुपर्छ, अनि कहाँबाट कन्टेन्ट बनाउने, कहाँबाट टिकटक बनाउने होइन, टाइमै हुँदैन कि। त्यही भएर चाहिँ यसो फुर्सद भएको बेला बाटोमा हिँड्दा घुम्दा मात्रै बनाउने हो। त्यही नै हो, सबैजनाले एकदम माया छ, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अनि परदेशीलाई त कसले हो माया गर्छ र होइन, परदेशी नै हो भन्ने परदेशी सम्झिन्छन् सबैजनाले। ल हवस् त, सबैजनालाई फेरि पनि नयाँ वर्षको शुभकामना छ सबैजनालाई। ल बाबाई, म चाहिँ अब आउन पनि लाग्यो, मेरो चाहिँ रुम। सबैजनालाई माया छ, मुटुदेखि माया छ सबैजनालाई। त्यही हो, ल बाबाई।